कोपिला कता हो यता के हो आज बर्थडे हो र ल ह्याप्पी बर्थडे टिका लगाइदिउँ त्यसो भए है भाइ टिका लगाउन लाग्यो हो कि सिन्दुर हाल्न लाग्यो हो हेलो सर हेलो कस्तो भइरहेछ अब के हुनु साउन लागिरहेछ झरी लागिरहेछ त्यसैमा ट्याक्क तिम्रो हेर्नु बर्थडे न मेरो बर्थडे साउन लागिरहेछ हरियो पहेँलो लगाउनु भनेको छ नि तपाईँले पहेँलो लगाउनु भएको छ नि झरीमा परिसँग गाइस झरीमा परिसँग है आज चाहिँ हामी दृष्टि फाउन्डेसनमा जाँदैछौँ पानी एकदम परिरहेछ गाइज हरेक दिन पानी पर्छ उसको बर्थडेमा खै के हो हाम्रो इन्द्र भगवान खुसी भएर हुन् कि पठाएको छ इन्द्र भगवानलाई त्यति बेला हामी कोपेदाको बर्थडे दृष्टि फाउन्डेसनमा मनाएर शक्ति भोजनालयमा आएका छौँ र यो साउनको सङ्क्रान्ति हो र साउनबाट खिर खाने चलन छ यहाँ हेर्नुहोस् हामीलाई खिर उपहार भएको छ हाम्रो साइज अनुसार होटलवाला साउनीले हामी जस्ता छौँ उस्तै साइज अनुसारको खिर दिनुभएको छ र हामीले चाहिँ खिर खायौँ तपाईँहरू पनि खानुहोस् है त बाई बाई